गाइस अहिले जस्ट प्लान भएको गढीमा जानलाई अहिले चाहिँ हामी यहाँ रेडी भइरहेछौँ। यहाँ हाम्रो अहिले यहाँ के भइरहेछ खै। अनि हाम्रो चाहिँ अहिले प्लानिङ भइसक्यो अब गढीमा जाने। त्यसपछि चाहिँ एयरपोर्ट अनि त्यसपछि काठमाडौँतिर गढीमै बिचमा चाहिँ एक ठाउँमा चाहिँ अलिकति ब्रेक लिने अनि काठमाडौँ डाइरेक्ट। गाइस अहिले हामी सिधै छ एउटा अझै नेपाली ऋतिक यादव म यहाँ हालिदिन्छु है। यहाँ ट्याक्कै यहाँ नेम हालिदिन्छु है म। यहाँ हाम्रो यहाँलाई नि सब्सक्राइब गर्नु है। सो गाइस वेयर टु गढीमा। गाइस अहिले चाहिँ हामी मोलापुर पार्कमा चाहिँ पुगे है। अहिले चाहिँ यहाँ यस्तै छ, यही हो। यति हो भयो राइट सर। अहिले चाहिँ हामी गढीमाईमा पुरै लाइन चाहिँ मन्दिर चाहिँ यहाँ छ, लाइन चाहिँ त्यहाँसम्म छ। मन्दिर चाहिँ यहाँ छ, फेरि लाइन चाहिँ कि त्यहाँसम्म पुरै। सो गाइस यहाँ चाहिँ मन्दिर, गाइस अर्को मन्दिर गढीमाईमा मेन चाहिँ उत्तापट्टि थियो। अहिले चाहिँ गाइस अहिले जस्ट हामीले पूजा गरेँ। सो गाइस अहिले चाहिँ जस्ट गढीमाईबाट चाहिँ निस्केँ। अनि यहाँ चाहिँ मेला थियो आज, यति भिड थियो नि त्यहाँ। लाइक भिडियो बनाउनु चाहिँ यस्तो गाह्रो, यति भिड थियो। के हो अब कहाँ जाने हो? अब चाहिँ पिकनिक गर्ने हामी। जस्ट लाइक सामानहरू चाहिँ बोकेर आउँछौँ क्या। सामानहरू चाहिँ यहाँ बोकेर आउँछौँ। अब चाहिँ जाने हो यस्तै फिल्ड लाइक खाली स्पेसमा पिकनिक गर्न जाने। अब खेल्न मिन्स अनि 4 बजीतिर चाहिँ एयरपोर्ट पुग्नु पर्ला। त्यसपछि चाहिँ काठमाडौँतिर लाग्ने। सो गाइस अहिले चाहिँ हामी पिकनिक गरेर सरी त्यहाँ अहिले मिन्स भिडियो बनाउनु मिलेन। के भन्नु त्यही पार्क थियो एउटा, त्यहीँ पिकनिक गरेर जस्ट अहिले अब निस्किरहेको छौँ। अब सिमरातिर लाग्ने अनि फ्लाइटमा। हजुरले बिलिभ हुँदैन भने हजुर यहाँ उहाँको च्यानल चाहिँ ऋतिक यादवको च्यानलमा चाहिँ हेर्नुहुन्छ। हामीले पिकनिक गरेको थियो। एयरपोर्ट पुग्यो, अब जाने काठमाडौँ। गाइस अहिले चाहिँ धेरै टाइम छ, 5 बजेको प्लेन हो। अहिले चाहिँ धेरै टाइम छ, हुन त अहिले 1 घन्टै बाँकी छ। 4 बजे हामी मिन्स 5 बजेको प्लेन छ। यहाँ 4 बजे पुगिसक्यो। अब 1 घन्टा चाहिँ के गर्ने हो थाहा छैन, तर जे होस् 1 घन्टाको अब टाइम छ। यहाँ चाहिँ एयरपोर्ट मिन्स एयरपोर्टको रनवे भित्र होला एयरपोर्टको रनवे। अब त्यहाँ चाहिँ प्लेन होला कहीँ 4 बजे एउटा घुम्ने थियो। सो गाइस बोर्डिङ पास आइसक्यो अब।
काठमाडौँ भयो अनि घर पनि पुग्यो। अब चाहिँ सुत्ने हो। यहाँ चाहिँ मेरो दिदी अनि अब सुत्नु भयो। काठमाडौँमा घर आएपछि पनि यस्तो निन्द्रा लाग्थ्यो नि म सुतेर यहाँ भ्लग गर्नै पाएन। त्यसपछि चाहिँ अब ल बाई।